सल्काइदिएको आगोमा जलेर खरानी हुन्छस् त खरानी। ए शान्ति आउँदैछ अब खुसीको रियाक्सन हो ल। के गर्दैछस् है कान्छी? बसिरहेको दिदी बस्नु न। तँलाई एउटा कुरो सोध्न आएको कान्छी। के कुरा हो भन्नुहोस् न। तिम्रो दुईटा कान्छी एउटै फ्रेममा तिम्रो कान्छी 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 एक्सन। घरमा खटपट भयो कि के हो? होइन होइन त्यस्तो केही भएको छैन कान्छी। सबै राम्रै छ तर तपाईँले एउटा कुरा कहिल्यै बुझ्नु भएन। बाट सुन्नुभयो मैले त केही पनि सुनेकी छैन। हेर्नुहोस् दिदी तपाईँले अनुमान गर्नु भएको छ कि छैन? मैले बाहिरबाट हेर्दा तपाईँ बिस्तारै एक्लो हुँदै जानु भएको छ, सिधा हेर्दा पनि त्यही देखिन्छ। हुन्छ दिदी भनिहाल्छु नि, ऊ जान्छे अनि तिमी चाहिँ खुसी ट्यापको अब कुरा काम गर्नु।